हामी चाहिँ आज यसको अचार बनाउन जाँदैछौँ अनि यो चाहिँ तपाईहरुकोतिर के भन्छ अनि नाम टाइप गरेर पठाउनु होला। अनि यसलाई चाहिँ स्टार फ्रुट भन्छौँ, अरु मलाई चाहिँ नाम आएन। अनि हामी यसरी स्लाइस गरेर काट्ने छौँ। अनि कराईमा थोरै तेल, थोरै जीरा, थोरै मेथी, थोरै सौंफ अनि थोरै हिङ राख्छौँ। यो सबै राखिसकेपछि चाहिँ हामी काटेर राखेको यसलाई पनि राखेर अनि मजाले हामी चलाइ पकाउँछौँ। अनि थोरै यसलाई हामी मजाले पानी यसको सुकुन्जेलसम्म हामी मजाले पकाउँछौँ। अनि थोरै तेल छुटिन थालिसकेपछि चाहिँ हामी थोरै बेसार अनि स्वादअनुसार नुन राख्छौँ। अनि तपाईहरुलाई नि यस्तै हुन्छ होला है, अचार नभइकिन खान नरुच्ने या नरुच्ने। अनि सधैँ एउटै अचार कति खानु भनेर अनि मैले चाहिँ यो नयाँ रेसिपी लिएर आएको छु। अनि प्लिज ट्राई गर्नु होला। अनि यो चाहिँ एकदम मिठो बन्छ। अनि थोरै धनियाको धुलो अनि थोरै जीराको धुलो राख्छौँ। अनि रातो खोर्सानीको धुलो राख्छौँ। अनि यसलाई मजाले चलाउँछौँ। यो चाहिँ धेरै जस्तोले त्यतिकै खान पनि खान्छन्, मन पराउँछन्। मलाई पनि मन पर्छ कति खान। कसैले चाहिँ नुन खोर्सानीको धुलो राखेर खान्छन्। अनि मैले चाहिँ आज यो नयाँ तरिकाले बनाएर हेरौँ न भनेर बनाएको है। एकदम मिठो भएको थियो। अनि यतिको भइसकेपछि अनि हामी चाहिँ चिनी राख्छौँ है। अनि चिनी राखेपछि चाहिँ हामी मजाले चलाउँछौँ यसलाई। अनि यो चाहिँ कस्तो हुन्छ भने पिरो अमिलो गुलियो त्यही भएर एकदम मिठो हुन्छ है। तपाईहरु पनि जरुर ट्राई गर्नु होला। अनि यो चाहिँ चिनी हामी पाकुन्जेलसम्म मजाले पकाउँछौँ है। अनि यतिको भइसकेपछि चाहिँ यो रेडी भयो। अनि तपाईहरु पनि बनाउनु होला। अनि यो चाहिँ एकदम मिठो भएको थियो। अनि भिडियो मन परेमा लाइक शेयर सब्स्क्राइब गरिदिनु होला। अनि म फेरि पनि अर्को भिडियोमा आउने छु। बाइ।